लिए। सोशल मीडिया के बहुत फायदे भी होते हैं, नुकसानात भी होते हैं। डिप्रेशन इज नॉट अ जोक, यू हैव टू अंडरस्टैंड दिस। नमस्ते ढोकदिया हजुरहरू सबैलाई फेरि पनि अचम्म लाग्ला किन भोइस भिडियो बनायो, किन फेरि पनि यस्तो त्यस्तो भन्नुभयो होला। तर म आज चाहिँ हजुरहरूले गरिरहनु भएको मलाई बस्दाखेरि गरिरहनु भएको कमेन्ट अनि मलाई 100-200वटा आइडीबाट इनबक्समा गरिरहनु भएको त्यो नकारात्मक एसएमएसहरू फेरि सबैजनालाई भनेको होइन। यसमा चाहिँ मलाई माया गर्नुहुने मेरो टिकटक फ्यामिली पनि हुनुहुन्छ, उहाँहरूलाई सधैँभरि म हृदयदेखि नै नमन गर्न चाहन्छु। र यो कुरा मलाई नकारात्मक कुराले सधैँभरि मोरल डाउन गरिरहनु हुनेहरूलाई मैले के भन्न चाहन्छु भने हजुरहरूले चाहिँ मलाई वास्तवमा टिकटकमा चाहिँ जुलाईदेखि नै देखिराख्नु भएको थियो। जुलाईभन्दा पहिला त म दुबईमा थिएँ। दुबईबाट आएपछि मेरो मिसेज नेपालको यात्रामा भाग लिन जाने क्रममा चाहिँ अनि म चाहिँ कुनै सोसियल मिडियाहरू अपडेट गर्नुपर्ने भएको हुनाले म चाहिँ यही टिकटकलाई नै मैले चाहिँ मेरो सोसियल मिडिया नै अपडेट गरेकी थिएँ। त्यतिखेर चाहिँ जुलाईमा चाहिँ त्यतिखेर खासै म चाहिँ एउटा मैले अहिले पनि राखेकी छु। त्यतिखेर चाहिँ मैले एउटा नानु कलेक्सन खोल्छु र अहिले चाहिँ अब मिसेस नेपालमा भाग लिइसकेपछि चाहिँ अनि टिकटक अनलाइन व्यापारको लागि पनि प्रयोग हुन्छ र अहिले मिसेस नेपालको यात्राको लागि पनि प्रयोग हुन्छ भनेर खोलेको हो। वास्तवमा धेरैजनाको अड्कलबाजी चाहिँ गलत थियो। गलत कसरी थियो भने ओहो पक्कै पनि यसलाई केही परेको होला अनि सोसियल मिडियामा आयो भन्ने थियो। तर त्यो पक्कै पनि थिएन। म चाहिँ आफ्नै कामको लागि आफ्नै प्रतियोगिताको लागि जुलाईदेखि नै आएकी थिएँ। हजुरहरूले मेरो टिकटकलाई हेर्दा पनि थाहा हुनसक्छ। त्यता चाहिँ त्यो गर्दै जाँदाखेरि कार्यक्रम प्रतियोगिताहरूमा भाग लिँदै जाँदाखेरि अनि त्यसपछि के गरेर बस्ने त भन्दाखेरि कुनै न कुनै काम त गर्नु पर्यो। सधैँभरि विदेशमा पनि बसेर काम छैन भन्ने क्रममा चाहिँ म सानो काम गर्न खोजिरहेको छु, सानो व्यवसाय खोल्छु भनेर मैले जुलाईमा पनि भनेकी थिएँ। विभिन्न उताप चढाव, विभिन्न कहिले केही नमिल्ने, कहिले केही अप्ठ्यारा कारणले गर्दाखेरि मैले केही ढिलाइ गरेको हो मेरो व्यवसायहरू खोल्नलाई चाहिँ। अनि त्यही क्रममा डिसेम्बरमा लगभग डिसेम्बर 2मा नै हो, हजुरहरूले देखिसक्नुभयो। थोरै कुराले गर्दा बाबु र म बिच केही मिसअन्डरस्ट्यान्डिङ भएको थियो। त्यसलाई मैले डिसेम्बर 4मा नै सबै क्लियर गरिदिइसकेको थिएँ। किनभने मेरो छोरा हो नि त, गलत गर्यो गरेन मेरो छोरालाई र मलाई मात्रै थाहा छ। यसमा गलत को थियो सही को थियो आमा छोरालाई मात्रै थाहा छ। हो बाहिर नआउनु पर्थ्यो, सामाजिक सञ्जालमा छत्ताछुल्लो नहुनु पर्थ्यो। यसमा हामी बिच पनि केही कमी कमजोरी भएको पक्कै हो। तर ती कमी कमजोरलाई हामीले पन्छ्याएर नै हामी अगाडि बढिसकेका थियौँ। आमा छोरा बढी नै रहेका छौँ, अहिलेसम्म पनि हामी अगाडि नै बढिरहेको छौँ। यो हजुरहरूलाई थाहा नै छ होइन। हामी बारम्बार त्यस्तो किचलोमा पर्दैनौँ। म कहिले पनि एकदमै कन्ट्रोभर्सीदेखि एकदमै डराउने महिला पनि हो। किनभने पहिला त म सोसियल मिडियामा आउनै नचाहने महिला थिएँ। किनभने जे गर्छु आफ्नै सामाजिक सञ्जाल अन्तर्गत नै काम गरेर अगाडि बढ्छु भन्ने सोच राखेर मैले आफ्नै टिकटक आइडी खोलेकी थिएँ। दोस्रो कुरा यस्तो कन्ट्रोभर्सी पर्छ भन्ने कुरा कहिले पनि सोचेकी थिइनँ। अनि त्यो त्यतिखेरको कन्ट्रोभर्सी सिद्धिसकेको लगभग डिसेम्बर, जनवरी, फेब्रुअरी, मार्च पनि भइसक्यो अहिले। अनि जतिवटा कुराहरू आउँछन्, मेरो बाबु सम्बन्धित कुराहरू आउँछन्, त्यो कुरामा चाहिँ मलाई जोड्नु भएको भएर मलाई एकदमै चित्त दुखिरहेछ। किनभने त्यो कुरा हुँदै नभएको कुरालाई अहिले आयो फेरि डिप्रेसनको कुरा। अहिले आयो फेरि डिप्रेसनको कुरा। अब यो कुरा हजुरहरूले कुन चाहिँ योग्य डक्टरहरूबाट सुन्नुभयो त्यो मलाई थाहा भएन। अनि थाहा हुँदै नभएको कुरा एउटा स्वस्थ छोरालाई तिम्रो छोरा डिप्रेसनमा हो भनेर मलाई हिजो एकजनाले लाइभमा प्रश्न गर्नुभएको हुनाले छैन नि बाबु डिप्रेसनमा, कसरी मेरो बाबु डिप्रेसनमा, मेरो बाबु हेल्दी छ, हामी के को लागि डिप्रेसन जान्छ र भन्दै जाँदाखेरि यस्तो गालीको ओइरो आयो कि
मलाई विभिन्न किसिमको गाली गलौज विभिन्न किसिमका आइरहेका टचरहरूलाई सहन सक्ने क्षमता चाहिँ भगवानले नै दिनुभएको छ। यसमा चाहिँ म एकदमै घमण्डका साथ भन्छु। त्यो गालीलाई मैले सामान्य रूपमा लिएकी छु, किनभने म त्यो गालीसम्म रिलेटेड मान्छे नै होइन। त्यही भएर म पचाउँछु। यदि रिलेटेड थिएँ भने म त्योसँग फेस पनि गर्न सक्दिनँ होला। अनि डिप्रेसनको कुरा कसरी आयो, किन आयो त्यो पनि मलाई थाहा छैन। मलाई सोध्दै जाने क्रममा, किनभने हजुरहरूले माया गरिरहनु भएको व्यक्तिको विषयमा मेरो छोरा त हजुरहरूकै मायाले गर्दा यहाँसम्म पुगेको हो नि त। मेरो छोराको बारेमा मेरो छोराको अरू कुराको जवाब दिन नसके पनि हेल्थको विषयमा त एउटी आमा भइसकेपछि मैले दिनुपर्छ भनेर चाहिँ जवाफ दिएकी थिएँ। होइन नि बाबुलाई ठिक छ, त्यस्तो छैन बाबुलाई भन्दाखेरि पहिले मसँग 300 भ्युअर्स मात्रै थिए। 300 हुनुहुन्थ्यो। त्यसपछि एकैचोटि 1700 कि 1800 पुग्नुभयो, किनभने गाली गर्नलाई होइन भनेको पचाउन सक्नु भएन उहाँहरूले। अनि त्यो त पचाउन सक्नु भएन, फेरि इनबक्समा गएर मलाई विभिन्न गाली गलाउँछ, तर मलाई केही पनि असर गर्दैन। यति मात्रै हजुरहरूलाई मेरो हम्बल रिक्वेस्ट के हो भने नाना थरी कुरा सुनेर बिचमा मलाई चाहिँ नजोडिदिनु होला, किनभने मेरो त जे कुरा थियो सकिसकेको छ। जे कुरामा मलाई कन्ट्रोभर्सीमा तानिएको थियो त्यो कुरा एन्ड गरिसकेकी छु मैले। किनकि त्यो कुरा के हो कि मेरो छोरालाई थाहा छ कि मलाई थाहा छ, वास्तविकता कुनै पनि थर्ड पर्सनलाई पनि थाहा छैन। यति नसोच्नु होला कि कसैलाई पनि थाहा छैन के भएको थियो, कसरी टुङ्गिएको थियो, सबै कुरा मेरो छोरालाई थाहा छ।